दार्जिलिंग के विधायक नीरज तामांग जिम्बा ने आज भारत सरकार के गृह मंत्रालय द्वारा नियुक्त वार्ताकार श्री पंकज कुमार सिंह के दार्जिलिंग दौरे के दौरान उन्हें एक औपचारिक ज्ञापन मेमोरेंडम सौंपा। वार्ताकार का पहाड़ ने स्वागत करते हुए माननीय विधायक श्री जिम्बा ने कहा कि यह दौरा शत आशा और ऐतिहासिक महत्व के लिए हुए हैं, क्योंकि यह लंबे समय से लंबित भारतीय गोरखा राजनीतिक मुद्दे पर केंद्र सरकार के प्रत्यक्ष संवाद की इच्छा को दर्शाता है। ज्ञापन में उन्होंने स्पष्ट किया कि भारतीय गोरखा प्रश्न केवल प्रशासनिक नहीं बल्कि राजनीतिक और संवैधानिक प्रकृति का विषय है। उन्होंने उल्लेख किया कि पिछले 4 दशकों से DGHC छठी अनुसूची से जुड़े प्रयासों तथा गोरखालैंड टेरिटोरियल एडमिनिस्ट्रेशन GTA जैसे विभिन्न प्रबंधनों ने अस्थायी स्थिरता को प्रदान की, किंतु अस्थायी समाधान देने के असफल रहे हैं। आंदोलन की ऐतिहासिक पृष्ठभूमि और उल्लेख करते हुए ज्ञापन में गोरखा नेशनल लिबरेशन फ्रंट GNLF के संस्थापक स्वर्गीय अतुल्य सुभाष घिसिंग को भारतीय गोरखाओं एवं गोरखा मातृभूमि आंदोलन का जनक बताते हुए सम्मानपूर्वक स्मरण किया गया है। यह भी स्पष्ट किया गया कि उनके नेतृत्व में चला आंदोलन भारतीय संघ के भीतर अधिकारों की मांग था, न कि भारत के विरुद्ध। ज्ञापन में 6 दिसंबर 2005 के त्रिपक्षीय समझौते का विशेष उल्लेख किया गया है, जब भारत सरकार पश्चिम बंगाल सरकार और पहाड़ी प्रतिनिधियों के बीच दार्जिलिंग की छठी अनुसूची में शामिल करने के सहमति बनी थी। हालांकि संसद में विधेयक प्रस्तुति किया गया, परंतु उसे संसदीय अस्थायी गृह मामलों की समिति को भेजे जाने के बाद प्रक्रिया अधूरी रह गई और विधेयक समाप्त हो गया। माननीय विधायक श्री जिम्बा ने कहा कि वर्ष 2013 के गठित गोरखालैंड टेरिटोरियल एडमिनिस्ट्रेशन GTA को इसी संदर्भ में देखा जाना चाहिए, क्योंकि यह एक वैधानिक व्यवस्था मात्र है जिसके पास न तो संवैधानिक दर्जा है न विधायी अधिकार और न ही वित्तीय स्वतंत्रता। वर्तमान जमीनी हालात पर प्रकाश डालते हुए ज्ञापन में कहा गया है कि पहाड़ों में अब आंदोलन की जगह राजनीतिक थकान देखने को मिल रही है और अंतरिम व्यवस्थाओं पर जनता का विश्वास समाप्त हो चुका है। ज्ञापन के माध्यम से यह आग्रह किया गया कि वार्ता प्रक्रिया का लक्ष्य न अंतिम संवैधानिक समाधान होना चाहिए, चाहे वह संविधान के अनुच्छेद 3 के अंतर्गत राज्य गठन हो, एक वास्तविक और सशक्त छठी अनुसूची व्यवस्था हो, अथवा कोई अन्य संवैधानिक रूप से सुनिश्चित ढांचा जो विधीय अधिकार, वित्तीय स्वतंत्रता तथा भूमि और पहचान की सुरक्षा सुनिश्चित करे। अंत में माननीय विधायक श्री जिम्बा ने कहा कि भारतीय गोरखा विशेषाधिकार नहीं बल्कि निश्चितता चाहते हैं और आशा व्यक्त की कि वह वार्ता प्रक्रिया दशकों के टाल मटोल और नीति से आगे बढ़ते हुए एक सम्मानजनक, अस्थायी और टिकाऊ समाधान की दिशा में मार्ग प्रशस्त करेगी। तो जुड़े रहें हमारे साथ। आप सभी का दिन शुभ हो। आप भारत माता की जय, हिंदुस्तान जिंदाबाद। आइए इसी से जुड़ा हुआ देखें एक रिपोर्ट और चीज़ों को समझें विस्तार से। 24/1/2026 को यो आज एकदम वेदर पनि हेर्नुहोस् है, कति उज्यालो छ, कति राम्रो छ र त्यस्तै प्रकारले कालो बादल छटिएर आज जुन प्रकारले प्रकृतिको देवीले साथ दियो, त्यसै
त्यसरी नै इन्टरलोकुटर पनि एउटा एकदम स्वादपूर्ण वातावरणमा एकदम हसमुख चेहरा लिएर आज यहाँनिर रेलवेको गेस्ट हाउसमा बिहान 11 बजे एकदम डट दार्जिलिङको विधायकको रूपमा मलाई एउटा कम्युनिकेसन भएको थियो र म उहाँलाई भेट्न आएँ र लामो आधा घन्टाभन्दा ज्यादा समय मैले उहाँलाई दिएँ र उहाँले आफ्नो होमवर्क राम्ररी गर्नुभएको रहेछ। सबै कुरामा उहाँको ज्ञान थियो। मभन्दा ज्यादा उहाँलाई थाहा थियो हिस्टोरिकल डेटाहरू, जुन प्रकारले यो पहाडको इतिहास, जुन प्रकारले हामीले है पोलिटिकल अचिभमेन्ट्सहरू, विफलताहरू कुन प्रकारले के भयो यो सबै उहाँलाई थाहा थियो र पङ्कज कुमार सिंहज्यू इन्टरलोकुटर सँगसँगै जिओआई रिप्रेजेन्टेटिभ भन्छ, स्पेसली दार्जिलिङ गोर्खा इस्युजहरू लिएर जुन केन्द्र सरकारले अपोइन्टमेन्ट गरेको छ र मैले आफ्नो पक्षबाट, आफ्नो जातिको पक्षबाट, पार्टी भन्दिनँ जातिको पक्षबाट जनप्रतिनिधिको हिसाबमा सायद फर्स्ट मेरै अपोइन्टमेन्ट थियो। त्यो विषय अहिले राजु विष्टजी हुनुहुन्छ र मैले राखेँ गोर्खाको हितमा, गोर्खा जातिको उत्थानको लागि, गोर्खा जातिको न्यायको लागि यत्रो लामो समयसम्म अब सबै भारत देशमा सबैले न्याय पायो, हामीले पाएनौँ। मैले उहाँलाई एउटा कामधेनुको एउटा सिम्बोलिक गिफ्ट पनि गरेको छु र मैले त्यो गिफ्ट दिँदा उहाँलाई त्यसको औचित्य महत्त्व पनि बताइदिएको छु कि भारत माता एउटा गाई हो भने सबले पायो, यो बाछाले गोर्खा भन्ने बाछीले मात्र अहिले भारत माताको दुध खाएको छैन। हामीले बाघको दुध, भैँसीको दुध है अरूको दुध खाएर हुर्केको, आमाको दुध खानु पाएको छैन र गाई माताको अब भारत सरकारले पनि हामीलाई दुध दिने, राम्रो दुध दिने, पौष्टिक दुध दिने विदिन द कन्स्टिट्युसनल फ्रेमवर्क हाम्रो मागहरू के छ र उहाँलाई सबै मैले वृत्तान्त रूपमा र सँगसँगै मैले आफ्नो 2 पन्ने प्रतिवेदन भन्छ अफिसियल मेमोरेन्डम पनि चढाएको छु। आजसम्म जुन हामीले आन्दोलनहरू गर्यौँ त्यो आन्दोलनको उपलब्धिहरू हामीले जोगाउन सकेनौँ। आन्दोलन गर्यौँ तर लेटर एन्ड स्पिरिटमा जुन कागजमा मात्र लेखियो त्यो इम्प्लिमेन्ट हुन सकेन, इन्क्रोचमेन्ट भयो, बङ्गाल सरकारले दमन गर्यो है, त्यो सबै कुराहरूलाई वृत्तान्त रूपमा थाहा थियो। सुभाष घिसिङज्यूको विषयमा उहाँले वर्णनहरू गर्नुभयो र सबै कुरोहरू उहाँलाई थाहा छ। 3वटा अकर्ड, ऐतिहासिक अकर्ड हुँदा 88मा एउटा अकर्ड है, 2006 अनुसूचीको एउटा अकर्ड र एउटा जिटिए अकर्डहरू भएको र कहाँ हामीले विफल भयो, कसरी भयो त्यो मैले बताइदिएको छु र उहाँलाई पनि थाहा छ र यही कम्युनिकेसन आज उहाँ 4-5 दिन बस्नुहुन्छ र यो सिलसिला यो दौड जारी रहन्छ। यो सबै कुरोहरू नै बताउनु उहाँले सुत्यो। अब त्यो म त्यसमा म जान्दिनँ, त्यो थियो, त्यो उहाँलाई सबै उहाँले ब्रिफ भएर आउनु भएको थियो, पढेरै आउनु भएको थियो, उहाँकोमा जानकारी छ। अब त्यो ठुलो औदामा बस्नु भएको मान्छे, उहाँलाई नेसनल सेक्युरिटी इस्युजहरू, कन्सर्न्सहरू सबै थाहा भएको। तपाईँलाई चाहिँ कुन नजरले हेर्न सक्छु, कतिको विश्वास म गर्नु सक्छु भनेर उहाँ पनि हाँस्नुभयो है। मैले त्यही गरेँ किनभने 3टा इन्टरलोकुटर उहाँसँग 3टा भयो। भारतको एउटा 88को टाइममा इन्द्रजित खुलर आउनु भएको थियो, दार्जिलिङ गोर्खा हिल काउन्सिल एउटा हामीले एचिभमेन्ट गर्यो। विजय मदन भन्ने आएको थियो, जिटिए एचिभ भयो है। र अब अहिले इन्टरलोकुटर आउनु चाहिँ एउटा शुभ सङ्केत हो। शुभ सङ्केत अङ्ग्रेजीमा हार्बिन्जर भन्छ, केही न केही हुनेवाला छ, केही न केही अचिभ हुनेवाला छ भन्ने सङ्केतै हो। तर यो पालि चाहिँ एकदम क्रेडिबल, कन्स्टिट्युसनल, गोर्खाले रुचाएको भन्दैछ नि, त्यो सबै हुनुपर्छ र मैले शङ्काको प्रश्नहरू तेर्साएको छु र उहाँले भन्नुभएको छ कि म एकदम आर्मीको मान्छे हो, म पनि राजपूत हो, म वचनको पक्का छु र अनेस्टली र सिन्सियरली तिमीहरूको जेन्युन यति पेट्रियोटिक रेस तपाईँहरू है, पेट्रियोटिज्म कनमा भरेको छ। पोस्ट इन्डिपेन्डेन्स, प्री इन्डिपेन्डेन्स हाम्रो जुन कन्ट्रिब्युसन छ यो देशको लागि, देशले सही मूल्याङ्कन गर्नुपर्छ भन्ने उहाँको सोच छ र होम मिनिस्टरले पनि त्यस्तै भनेर पठाउनु भएको छ। केही न केही राम्रो हुन्छ किनभने हेर्नुहोस् कति अनुकूल समयमा पनि आज बङ्गालको विधानसभा छेउमा हुँदा पनि ममता ब्यानर्जीले 2 चोटि चिठी लेख्दा पनि नआऊ भन्दा पनि उहाँ आउनुभयो। केही न केही त छ, केन्द्र सरकारको केही राम्रो सोच त छ, अब आउने दरकार थिएन, इलेक्सन पछि आउनु सक्थ्यो, बङ्गालमा ड्यामेज हुन सक्थ्यो, केही हुन सक्थ्यो। तर यो सब चिज थाँतीमा राखेर उहाँ आइदिनु भयो
र भन्नेले भन्दै गर्छ, अपोज गर्नेले गर्दै गर्छ। उनीहरूकोमा के राम्रो छ, बङ्गालकोमा के राम्रो छ पठाऊ, तर हाम्रो चाहिँ यो राम्रो चिज हो, दिल्लीबाट आएको चिज हो र हाम्रो हितको लागि आएको हो र सबैलाई समावेश गरेर विरोध गर्ने, सपोर्ट गर्ने आएर उहाँलाई सुनवाई गर्नु सक्छ। विरोध गर्नेले किन हुनु हुँदैन, पाहाडले किन निकास पाउनु हुँदैन, पाहाडको संवैधानिक कुरो किन हुनु, उहाँले सोध्दा सक्षम हुन्छ। दूत हो नि, दूत, एउटा दूतले कन्वे गर्ने हो, सक्षम बनाउनु पर्छ भन्ने छैन। जुन चिज हुँदैछ त्यसमा पश्चिम बङ्गालको कन्सेन्ट लाग्छ भन्ने पनि छैन। पश्चिम बङ्गाल त यो बङ्गाल त अब अर्कै हुँदैछ। पश्चिम बङ्गालमा जुन छ यो अब योपालि हेर्नुहोस्, मेसम्ममा त पश्चिम बङ्गालमा अर्कै होला, हामीलाई माया गर्ने होला, हामीलाई न्याय दिने होला, गोर्खालाई चिन्ने होला। अब यही पश्चिम बङ्गालमा त्यही पुरानै सेतो पोथीले नै भुतभुती खेल्छ भन्ने छैन नि त। यदि चुनाव आउनु सक्यो, केन्द्र सरकारकोमा गोटी छ, केन्द्र सरकार भनेको केन्द्र सरकार हो। जुन कुराहरू हामीले गरेको छौँ केही न केही त गर्नु पर्यो नि केन्द्र सरकारले, होइन? फेडरल पोलिटी भनेर खालि हुँदैन नि त। फेडरल पोलिटी भन्दा त नाउ डुब जाएगा, जहाज डुब जाएगा। अब जहाजलाई डुब्नु भएन नि। यो त नेसनल सेक्युरिटी कन्सर्नले गर्दा नै नेसनल सेक्युरिटी एक्सपर्ट आएको नि। नभए कुनै पनि एउटा डिप्लोमेटलाई पठाउन सक्थ्यो, कुनै पनि एउटा फरेन अफेयर्सको एम्बेसिडर, स्टेट्सम्यान, जर्नलिस्ट है कसलाई पनि पठाउन सक्थ्यो। केन्द्र सरकारकोमा मान्छेहरूको कमी थिएन, तर डिफेन्स एक्सपर्ट, बोर्डर एक्सपर्ट, नेसनल सेक्युरिटी एडभाइजरी काउन्सिलको वरिष्ठ व्यक्तिलाई किन पठायो? यो अर्कै नजरियाले दिल्लीले हेरेको छ। हामीले पनि यो मौका चुकाउनु हुँदैन। हजुर, तपाईँले यो भन्ने एउटा भन्नेले भन्दै गर्छ, भन्नलाई सुविधा छ नि भन्नु। गिमिक हो भने त अहिले आउँथेन नि। लार्जर बेङ्गल इन्ट्रेस्टमा, बेङ्गलको लार्जर पोलिटिकल इन्ट्रेस्टमा हेरेको भए त अहिले आउँथेन, तर पनि रिस्क लिएर आयो। किनभने पाहाडमा केही उथुल पुथुल भयो भने त यहाँनिर त हाम्रो त 3टा सिट हो है। त्यो सब चिज बुझ्नुपर्छ। यो सब चिज बुझेर यो राम्रोको लागि आएको होस् न, गिमिकै होस्, तर हाम्रो इन्ट्रेस्टमा हुँदैछ भने त्यो लार्जर इन्ट्रेस्टलाई नै हामीले ध्यानमा राख्नुपर्छ। र गिमिक गर्दैन, दिल्लीले गिमिक गर्ने समय छैन। गिमिक गर्यो, नौटङ्की गर्यो भने जहाज डुब जाएगा। बुझ्नु भएन? जहाज डुब जाएगा भनेको साह्रो कुरो है। फेरि अहिले नेसनल पर्सपेक्टिभमा, इन्टरनेसनल पर्सपेक्टिभमा है के हुँदैछ, कहाँ के छ तपाईँहरूले बुझ्नुहुन्छ। थ्याङ्क यू।